आजको भिडियोमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। फेसबुक कन्टेन्ट मोनेटाइजेसनको लागि फेसबुकले अर्थात् मेटाले के गरेको छ भने एउटा क्राइटेरिया अर्थात् इलिजिबिलिटी तोकेको छ हैन। त्यसको लागि के कस्तो इलिजिबिलिटी हुनुपर्छ र त्यो प्रोफाइललाई सेटिङ कसरी गर्नुपर्छ भन्ने विषयमा यो भिडियो यहाँहरूमा केन्द्रित गर्नेछ हैन। सर्वप्रथम चाहिँ के हुन्छ भने तपाईहरुले आफ्नो जुन एउटा प्रोफाइल हुन्छ त्यो प्रोफाइललाई प्रोफेसनल मोडमा चाहिँ इनेबल गर्नुपर्ने हुन्छ। अर्थात् तपाईहरुले आफ्नो फेसबुक पेज खोलेको हुनुपर्छ र उक्त प्रोफेसनल मोडमा अर्थात् पेजमा हजुरहरूले चाहिँ न्यूनतम 10K फलोवर्स हुनुपर्छ। अहिले फेसबुकले अर्थात् मेटाले ल्याएको यो 2026 को जुन एउटा क्राइटेरिया छ त्यो क्राइटेरिया चाहिँ मिट हुनु पर्यो। त्यस्तै अर्को कुरा के छ भनेदेखि हजुरहरूको चाहिँ आफ्नो भिडियोमा के विभिन्न भिडियोजहरू हुन्छन् अर्गानिक भिडियोजहरूमा तपाईहरुले 1,50,000 भ्युज 28 दिनसम्म ल्याएको हुनुपर्छ कि। यदि 28 दिनसम्म तपाईहरुले त्यति भ्युज ल्याउनु भएन भने फेरि जिरोबाट सुरु हुन्छ र पुनः तपाईहरुले दुःख गर्नुपर्ने हुन्छ हैन। त्यसकारणले चाहिँ यसमा चाहिँ अलिकति मेहनत गर्नुपर्ने देखिन्छ हैन। हजुरहरूले चाहिँ त्यो तोकेको समयमा चाहिँ क्राइटेरिया पुरा गर्नुहुन्छ जति बेला हैन, त्यो पुरा गरिसकेपछि कन्टेन्ट मोनेटाइजेसनको लागि सेटअप खुल्ने छ है। त्यो सेटअप खुलिसकेपछि तपाईहरुले त्यहाँभित्र के गर्नुपर्छ यस सम्बन्धी सुरुदेखि अन्त्यसम्मको मैले स्क्रिन सेयर यहाँहरूमा आज प्रस्तुत गर्न गइरहेको छु। कृपया सुरुदेखि अन्त्यसम्म यो स्क्रिन सेयर हेरेर लाइक, सब्स्क्राइब, सेयर र कमेन्ट गर्नुहोला भन्दै म यो भिडियोलाई अगाडि बढाउन गइरहेको छु है। फेसबुकको कन्टेन्ट मोनेटाइजेसनको लागि सर्वप्रथम तपाईहरुले के गर्नुपर्छ भने फेसबुकमा गएर तपाईहरुले एउटा आफ्नो प्रोफाइलमा जाने हैन। यो प्रोफाइलमा गइसकेपछि हजुरहरूले यो ड्यासबोर्ड भन्ने हुन्छ। यो ड्यासबोर्डमा तपाईहरुले जस्ट चाहिँ यो सेटिङ गर्नु पर्यो हैन, यसलाई इनेबल गर्नुपर्छ। हजुरहरूले चाहिँ के गर्नु पर्यो भनेदेखि यो ड्यासबोर्डमा क्लिक गरिसकेपछि यो त अहिले मोनेटाइज भइसकेको हैन। अब यसमा चाहिँ के हुन्छ भने यो कन्टेन्ट मोनेटाइजेसन भन्ने हुन्छ हैन। अनि यो मोनेटाइजेसनमा तपाईहरुले जब क्लिक गर्नुहुन्छ यस्तो क्लिक गरिसकेपछि हजुरको चाहिँ सुरुमा चाहिँ सेटअप नहुँदाको अवस्थामा यस्तो देखिने छ के। यो जब चाहिँ तपाईहरुले यो कन्टेन्ट मोनेटाइजेसनमा चाहिँ अप्लाई गर्नुहुन्छ, अप्लाई गरिसकेपछि तपाईहरुको चाहिँ प्रोफाइल चाहिँ यो वेटिङ लिस्टमा रहनेछ। यो यस्तो खालको स्क्रिन सेयर देख्न सक्नुहुन्छ। यहाँनिर लेखेको छ वेटिङ लिस्ट क्राइटेरिया मिटिङ द क्राइटेरिया पुट्स यु अन द वेटिङ लिस्ट बट डजन्ट ग्यारेन्टी एक्सेस भनेको हुन्छ। तपाईहरुको चाहिँ 99% चाहिँ सक्सेस नै हुन्छ तपाईहरुले अर्गानिक कन्टेन्ट हाल्नुभयो भने हैन। अनि तपाईहरुले चाहिँ यो टर्न क्रिएटिभिटी एन्ड इन्फ्लुएन्स इन्टु इन्कम गेट इनसाइट्स टु ग्रो योर कम्युनिटी इन्क्रिज इन्गेजमेन्ट एन्ड एक्सेस न्यू वेज टु अर्न भनिएको हुन्छ हैन। अब यहाँ 6वटा क्राइटेरिया दिएको छ हैन। यो 6वटा क्राइटेरिया हजुरले पुरा गर्नुपर्ने हुन्छ। जस्तै यो प्रोफाइलमा चाहिँ 5वटा चाहिँ क्राइटेरिया चाहिँ मिट भइसकेको छ हैन। अनि एउटा मात्रै बाँकी छ। अब यसमा चाहिँ तपाईहरुको यो यसलाई चाहिँ किप इट अप भनिरहेको हुन्छ हैन। यहाँ कुन चाहिँ बाँकी छ भन्ने कुरा यसमा देखाउँछ हैन। जस्तै यो छ नि ह्याभ एटलिस्ट यो 10K फलोवर्स हुन्छ। यो 10K फलोवर्स चाहिँ हजुरहरूले चाहिँ पुर्याउनु पर्ने हुन्छ कि। अब यो 10K फलोवर्स अरु सबै चाहिँ भइसकेको छ। बी एटलिस्ट 18 इयर्स ओल्ड रिसाइड इन द एलिजिबल कन्ट्री भनेको यो नेपालमा चाहिँ बसेको हुनु पर्यो हैन। नेपाल एलिजिबल कन्ट्री नै मानेको छ हैन मेटाले। अनि त्यो छ। त्यस्तै गरेर ह्याभ योर पेज अर प्रोफाइल एटलिस्ट 30 डेज हुन्छ हैन। तपाईहरुको चाहिँ कुनै पनि नयाँ पेज अथवा प्रोफाइल चाहिँ 30 दिनको चाहिँ 30 दिन भन्दा अलि बढी नै हुनुपर्छ। कम्तीमा 30 दिनको चाहिँ हुनु पर्यो हैन। अनि पोस्ट एटलिस्ट 3 रिल्स इन द लास्ट 90 डेज हुन्छ। लास्ट 90 दिनभित्र चाहिँ तपाईहरुले 3वटा रिल्स चाहिँ पोस्ट गर्नु पर्यो हैन। अनि त्यसपछि गएर अर्को के छ भने गेट एटलिस्ट 150K भनेको हैन 1,50,000 चाहिँ युनिक भ्युज ओभर लास्ट 18 डेज हुन्छ हैन। यो 28 डेज हैन। यो लास्ट 28 डेजसम्म चाहिँ 1,50,000 चाहिँ यो भ्युज चाहिँ पुगेको हुनुपर्छ। अनि यो भयो भने तपाईहरुको के हुन्छ भने कन्टेन्ट मोनेटाइजेसन खोल्ने छ है। अब यसको लागि तपाईहरुको कसरी खुल्छ भने जब यो चाहिँ सबै मिट हुन्छ हैन, यो क्राइटेरिया मिट हुन्छ, यो सबै चाहिँ तपाईहरुको यो ब्लू यो जुन चाहिँ रेखा छ हैन, यो रेखा चाहिँ किप इट अप भन्ने छ नि, यहाँसम्म चाहिँ यो पुरा भयो भने तपाईहरुको चाहिँ यो सबै यो 6वटा चाहिँ क्राइटेरिया हजुरले जब पुरा गर्नुहुन्छ यो चाहिँ इलिजिबिलिटी सबै पुरा भयो भने हजुरको के हुन्छ भनेदेखि यस्तो आउने छ के। यो सेटअप भन्ने अप्सन आउँछ है। अब यो सेटअप भन्ने अप्सन
यसरी खुल्यो भने बल्लै तपाईँहरूको चाहिँ कन्टेन्ट मोनेटाइजेसनको सेटअप गर्न सजिलो हुन्छ होइन। अब यसको लागि अब यो सेटअप जस्तै खुल्यो अनि यो पार्टनरसिप एडहरू के भनेर आज यो होइन अर्निङहरू सबै खुल्छ। अनि अर्न मनी फ्रम फेसबुक फर अल अफ योर वेल पर्फर्मिङ एलिजिबल कन्टेन्ट भन्छ होइन यो कन्टेन्ट मोनेटाइजेसनमा। अनि यो सेटअप खुल्ने बित्तिकै तपाईँहरूको चाहिँ यसमा सेटअपमा जस्ट क्लिक गर्ने हो होइन। यसमा क्लिक गर्ने अनि तलको यो जुन छ सब्सक्रिप्सन सोर फन्ड भन्ने छ यो यसमा चाहिँ क्लिक नगर्नु होला। यो नेपालको लागि अहिले एलिजिबल छैन। यहाँ नेपालमा चाहिँ यो अहिले फेसबुकले यस्तो खालको चाहिँ जुन यो अफर छ नि यस्तो खालको यो जुन प्लेटफर्म छ यो प्लेटफर्मलाई चाहिँ अहिले नेपालमा लन्च गरेको छैन। त्यो भएर चाहिँ तल चाहिँ के नगर्नु होला जस्ट यो माथिको चाहिँ यो जुन सेटअप छ यो सेटअपमा चाहिँ तपाईँहरूले क्लिक गर्ने बित्तिकै यस्तो आउँछ यो युआर एलिजिबल टु स्टार्ट अर्निङ भनेर चाहिँ यो अप्सन आउनेछ। अनि सेटअप नाउ टु गेट स्टार्टेड भन्ने आउँछ। अनि त्यसपछि तपाईँहरूले जस्ट तपाईँहरूले के गर्ने हो त हजुरहरूले चाहिँ सेटअप गर्नु पऱ्यो होइन। यो माथिको यसमा क्लिक गर्ने होइन। गरिसकेपछि अनि टर्न क्रिएटिभिटी एन्ड इन्फ्लुएन्स इन्टु इन्कम गेट इनसाइट टु ग्रो योर कम्युनिटी इन्क्रिज इन्गेजमेन्ट एन्ड एक्सेस न्यू वेज टु अर्न भन्छ। अनि यसरी खुल्नेछ। अनि यो खुलिसकेपछि तपाईँहरूको यहाँनिर चाहिँ तपाईँको यो अर्निङ भन्ने हुन्छ कि यो चाहिँ तपाईँहरूले आफ्नो चाहिँ अर्निङ केबाट गर्नुहुन्छ भन्ने देखाउँछ कि यसले। जस्तै अब यहाँ देखाइरहेको हुन्छ यो मोनेटाइजेसन भन्ने कन्टेन्ट मोनेटाइजेसन यस्तो खुल्छ कि। अनि यसरी खुल्यो भने यो तपाईँहरूको यो फोटोजबाट यसरी अर्निङ हुन्छ होइन। फोटोजबाट तपाईँहरूले प्रत्येक भ्युजको आधारमा फोटोको अर्निङ हुन्छ। त्यस्तै रिल्सबाट आउँछ होइन। अनि स्टोरिजबाट आउँछ। त्यस्तै गरेर टेक्स्टबाट पनि आउने हो। अनि बोनस भन्ने हुन्छ। यो बोनस भन्ने चाहिँ तपाईँहरूको चाहिँ यसले चाहिँ अफर ल्याएको हुन्छ कि हरेक चाहिँ एक महिनाको लागि होइन कति दिनको लागि अफर ल्याउँछ। त्यो अफरमा उसले भनेको फेसबुकले मेटाले तोकेको चाहिँ डेटभित्र हजुरहरूले चाहिँ त्यो क्राइटेरियाहरू त्यो भ्युजहरू पुर्याउनु भयो भने थप बोनस पनि दिने हो होइन। त्यस्तो चाहिँ अलिकति भाइरल मान्छेहरूले चाहिँ त्यस्तो प्रोफाइलहरू त्यस्तो आइडीहरूले चाहिँ ल्याउँछन् होइन। तर जनरली तपाईँहरूले यिनी अब खेर जाने फोटाहरू रिल्सहरू स्टोरिजहरू छन् यिनीहरूबाट तपाईँहरूले सजिलैसँग अर्निङ गर्न सक्नुहुनेछ होइन। अनि यसरी तपाईँहरूको यो अर्निङ खुल्छ। यो कन्टेन्ट मोनेटाइजेसन अर्निङ खुल्छ। अनि खुलिसकेपछि तपाईँहरूले रेगुलर बेस्ड चाहिँ तपाईँहरूले अर्ग्यानिक भिडियोहरू फोटोहरू होइन टेक्स्टहरू राखेर होइन यसलाई चाहिँ तपाईँहरूले अपडेट गर्ने डेली चाहिँ हाल्नु पऱ्यो होइन। हालिसकेपछि तपाईँहरूको अर्निङ हुनेछ होइन। अनि रेगुलर बेस चाहिँ अर्निङ हुन्छ। र यो तपाईँहरूको चाहिँ यति मात्रै हुँदैन कि यसमा पे आउट सेटिङ भन्ने हुन्छ। पेमेन्ट सेटिङ कसरी गर्ने यो तपाईँहरूले पहिला कन्टेन्ट मोनेटाइजेसन गर्नु होला होइन। अनि कन्टेन्ट मोनेटाइजेसन गरिसकेपछि पे आउट सेटिङको लागि त्यस्तो चिन्ता हुँदैन। त्यो पछि गर्दा नि हुन्छ। पहिले नै गर्नुभन्दा पनि पहिला मोनेटाइजेसन गर्नुहोस्। त्यसपछि गएर यो पे आउट सेटिङ कसरी गर्नुपर्छ यस सम्बन्धी मैले अर्को भिडियो पनि ल्याउने छु। र अनि मैले पे आउट सेटिङको बारेमा पुरा यो हाम्रो चाहिँ नेपालको यो नेपाली बैंकमा होइन कसरी सेटिङ गर्ने यसको लिङ्क गर्ने यस सम्बन्धी मैले इन डिटेलमा हजुरहरूलाई चाहिँ भिडियो यहाँहरूमा पुनः ल्याउने छु। र यो भिडियोलाई तपाईँहरूले हेरेर लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दै म बिदा हुन्छु। हवस् त नमस्कार।